पूजनीय धर्मगुरु महबुब अंशी आत्मानंद लिप्से तथा ममतामय गुरु माता महबुब अंशीमा पवित्र सामलिङ्गदेन ज्यूहरूमा हृदयबाट सेवा चलाउन चाहन्छु र यो सेवा मेरो तपाईँ सम्पूर्णको सेवा उहाँहरूमा अर्पण गर्न चाहन्छु। आज यस स्थलमा किराँत धर्म सम्मेलन एवं अनुष्ठानमा हामी उपस्थित हुने केसीले संगठनका आदरणीय पद अधिकारीज्यूहरू, विभिन्न राज्य र शहरमा संगठन अधिकारीज्यूहरू, अतिथिज्यूहरू, साङ्गन्यहरू सभा, साङ्गन्यहरू सभा, सेवा सभाज्यूहरू, तुतुगेन तुमिनज्यूहरू, उपस्थित मित्रगण, आमा बुवा, दाजुभाइ दिदीबहिनी तथा यहाँ सम्पूर्णमा म एकमुष्ट सेवा अर्पण गर्न चाहन्छु। आज यस पवित्र भूमिमा हामी भेला भएका छौँ। यो कागेर नियमको देन हो। हामी खुसी पनि अनि भाग्य पनि भएका छौँ, भाग्यमानी भएका छौँ। आजको यस धार्मिक संगति अनुष्ठानमा मेरो मुन्डुम अध्ययनबाट प्राप्त भएको विषयलाई र केही खोजमूलक विषयलाई प्रस्तुत गर्न पाउँदा म भाग्यमानी ठानेको छु र तपाईँले दिनुभएको जिम्मालाई मैले वहन गर्ने कोसिस गरेको छु। किराँत मुन्डुमी भाषामा विशेष गरी मेरो खोजमूलक कुराहरू मुन्डुमी भाषामा भएको हुँदा त्यसको शाब्दिक अर्थ के हुन्छ भन्ने सन्दर्भमा म व्याख्या गर्न गइरहेको छु। किराँत मुन्डुमी भाषामा धर्मलाई साम्यो भनेको छ। साम आत्मा, यो पूर्णता अर्थात् आत्माको पूर्णता भन्न आत्ममुक्तिको अवस्थामा मुक्ति पुग्न हो। त्यसर्थ हामी मुन्डुमी भाषामा साम्यको अर्थ पूर्णता भन्ने शाब्दिक अर्थ बुझाउँछ। किराँती धर्मको हाम्रो परमात्मा ईश्वरलाई कसरी सर्वश्रेष्ठ अवलम्बन गरी सिप अनि मान्यता गरिएका छन्। परम ईश्वर, उत्कृष्ट सर्वोत्कृष्ट आत्मा भन्ने परमेश्वर हामी मुन्डुमी भाषामा किराँतीहरूले कागेर नियभूमा भनेर सम्बोधन गर्छौँ र यसको शाब्दिक अर्थ र यसलाई ता भन्दा आउँछ, आउने, हेरा, आइपुग्यो, आइपुग्छ, कागेर सर्वव्यापी अथवा मनस्पटलमा आफै उद्भव भई इन इङ्ग्लिस इमर्जिङ राइजिङ हुने निवाको अर्थ हुन्छ परम चैतन्य, ज्ञान, बुद्धि, विवेकको काने माग ईश्वर। जहाँ हाम्रो किराँत सामाजिक मुन्डुम र हाम्रो धर्मले नियममा द अलमाइटी गड, द सुप्रिम गडलाई व्याख्या गरेको यहाँ भन्न चाहन्छु र मागलाई ईश्वर निरञ्जन, द spotless one and absolutely pure, निराकार, formless, shapeless or without any definite shape। मुन्डुमी भाषामा ईश्वरलाई मेन्निमाङ पनि भन्ने गरेको शाब्दिक अर्थ पाइन्छ। अब यस सन्दर्भमा मेन्निमाङ स्वयं भगवान गुरुले व्याख्या गर्नुभएको छोटो टिप्पणी यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु। किराँत धर्मगुरु आत्मानन्द साईबाट आंशिक वचनमा मेन्नामाङ भन्ने विषय प्रस्तुत गर्नुभएको थियो। सायद तपाईँहरूले यो विषयमा
पनि सुनिसक्नु भएको होला। तै भए तापनि हामीले मनन गर्नु बुझ्नु आवश्यक छ र यो छोटो टिप्पणी म तपाईँसँग राख्छु। गुरुज्यूले मेन्नेमाङ मेन्दामाङ शून्य हो, मेन्नेमाङ मेन्दामाङ भनेको शून्य हो। यो मेन्नेमाङ मेन्दामाङ पृथ्वी, आकाश, चन्द्रमा, सूर्य, तारामण्डल यो भित्र सबै अटेर बसेका छ र त्यसको क्षमता बढ्दै र पृथ्वी शून्य हुँदा पनि मेन्नेमाङ मेन्दामाङ शून्य हुँदैन। मानिसहरू शून्य हुँदा पनि मेन्नेमाङ मेन्दामाङ शून्य हुँदैन। त्यसैबाट सृष्टि हुन्छ। विभिन्न मेन्नेमाङ मेन्दामाङको क्षमता बढ्दै गएको छ। अहिले यो क्षमता कतिसम्म बढ्ने हो अड्कल काटेर सम्भव छैन। यसको क्षमता बहुत ठुलो छ। चारैतिर यसको क्षमता बढेको छ। यसमा आत्मा परमात्मा यो अप्राकृतिक वा प्राकृतिकबाट मृत्यु हुने आत्मा सबै त्यहाँ भित्र अटेको पाइन्छ। राम्रो कर्म गर्ने राम्रोमा जान्छौँ, नराम्रो कर्म गर्ने नराम्रोमा जान्छौँ। त्यो सारा अरबौं आत्माहरू यहाँ अटेका छन्। त्यस कारणले यो पृथ्वी प्रलय भएर शून्य हुँदा पनि पृथ्वीमा शून्यमा गएर अडिन्छ। यो मेन्नेमाङ मेन्दामाङको शाब्दिक अर्थ। त्यो आत्मा जहाँ त्यहाँ गएर अडेको छ। आखिर चाहिँ सृष्टि त्यहाँबाट विस्तार हुँदै आउँछ। मेन्नेमाङ मेन्दामाङ पर निश्चय सेक्खामाङ भन्छ। त्यो सृष्टि निश्चय सेक्खाबाट भएर आएको छ। आत्मा आउने थलो जाने थलो यही हो। हामीले बोलेका आवाजहरू यही वरिपरि घुमिरहेका हुन्छ। यो आवाजहरू यही मेन्नेमाङ मेन्दामाङमा गएर लीन हुन्छन्, शून्य हुन्छन्। शून्यको आकार बढेको छ, अहिले बढ्ने क्रम छ। तर तारामण्डलहरू सकिने क्रम र बढ्ने क्रम सारा सृष्टि त्यो प्रकारले आएको हुनाले हाम्रो मुदुङले के साबित गर्छ भने मेन्नेमाङ मेन्दामाङ सेक्खामाङ आनोमाङ त्यहाँ ज्योति छ, त्यहाँ शक्ति छ, अलौकिक शक्ति लुकेका छ। त्यहाँ धर्मको जहिले पनि पत्ता लगाउने काम गरिराखेका छन्। त्यसमा विभिन्न किसिमका बुद्धिहरू जन्मेर आउँछन्। मानिसलाई विनाश गर्ने दिशा पनि त्यहीँबाट जन्मेर आउँछ। मानिसको संरक्षण गर्ने बुद्धि पनि त्यहीँबाट जन्मेर आउँछन्। यो अथाह छ। मेन्नेमाङ मेन्दामाङ सेक्खामाङ आनुमाङ जो सृष्टिको धनी छ, जो आत्माको धनी छ, जो आएको धनी छ हो, त्यहाँ केन्द्रित छन्। हामीले यसलाई पुकार गर्नु छोड्नु हुँदैन। त्यो पुकार सदैव भन्ने हाम्रो आयु बढ्छ, हाम्रो क्षमता बढ्छ। यो सबै थोक त्यहाँ छ। त्यसैले हामी किराँत धर्मले विश्व शान्ति मानव एकताले यो पहिल्यै राखेका छौँ। यो किराँत धर्मावलम्बीहरू मात्रै नभई केही समावेशी भई अध्ययन गर्न स्वतन्त्र छ। हामी पृथ्वीमा जति प्राणीहरू छौँ, जति शाश्वत प्राणी छौँ, हाम्रो प्राण यो शून्यतामा गएर अडिन्छ। त्यसैले हामीले सम्बोधन गरिन्छ मन्दमा मेन्नेमाङ मेन्दामाङ सेक्खामाङ आनोमाङ। यो सत्य छ, साँचो छ। यसरी वर्तमान गुरुले यो मेन्नेमाङ मेन्दामाङको उहाँले आशीर्वचनमा उहाँले यो हामीलाई दान गर्नुभएको थियो। मैले यो कुरा यहाँ राखेँ। अब
तपाईँहरू समक्ष म एउटा किराँत सामाजिक मुन्डुममा उल्लेखित परमेश्वर किराँत सामाजिक मुन्डुमले हाम्रो परमेश्वरलाई कसरी हेर्ने गरेका छन् अथवा हामी देख्ने गरेका छौँ। टागेर नेवा भुमनको पञ्चतत्त्वको नारामा आधारित छन्। यो विषयलाई कुसङ्सेमा मुन्डुम कुनै पङ्क्तिहरू तपाईँहरूसँग उद्धृत गर्दै हामीले टागेर नेवा भुमनको स्वरूप नारा केमा छ, कहाँ पाइन्छ र हाम्रो मुन्डुममा कसरी वाचन गरिएको छ छोटकरीमा कुसङ्सेमा मुन्डुमको भर्सबाट उद्धृत गर्दै तपाईँहरूलाई म उदाहरण दिन चाहन्छु। कुसङ्सेमा सामाजिक मुन्डुमको भर्स पद 2 मा ओत तरक ताङसङमा, पद 6 मा ओत केजङदिन स्वरूपमा, पद 7 मा ओत मिदुङदिन बिराटमा र पद 8 मा ओत चपदिन धुवामा विशाखी खाँदैमा भनेर हामी सम्बोधन गर्छौँ। यी भए पञ्चतत्त्व र टागेर नेवा भुमन पञ्चतत्त्वको सक्रिय रूप चलायमान रूप भएकोलाई हामीले टागेर नेवा भुमनको रूप भनेर भन्ने गर्छौँ। जस्तै सक्रिय यहाँनिर ताको अर्थ के हुन्छ? टागेर नेवाको नारा रूप, नारामुख पञ्चतत्त्वको अवस्था स्थिति स्टेट कन्डिसन वे अफ द बिग एलिमेन्ट्स मागको स्वरूपलाई चित्रण गरेको सामाजिक कुसङ्सेमा मुन्डुममा हामी पाउँछौँ। पञ्चतत्त्व हावा, वायु, अग्नि, जल, पृथ्वी यी भए तत्त्व। तर त्यो तत्त्वको स्थिति चलायमान स्थिति क्रियालाई हामी मागको रूपमा हेर्ने गर्छौँ। जस्तै ताङसङ आकाश भयो, है, स्पेस भयो, युनिभर्स भयो, ब्रह्माण्ड भयो, त्यो तत्त्व भयो। तर त्यो चलायमान कहिले हुन्छ? तर ताङसङ फुल झैँ तन्किएको आकाश भनेर भनिएको छ। त्यो भनेको के हो भने वास्तवमा विज्ञानले व्याख्या गरे अनुसार जति पनि ग्रहहरू छन् त्यो गुरुत्वको आकर्षणले एकअर्कामा चुम्बकीय रूपमा तानातान भएर हिँडिरहेका छन्। त्यो चलायमान स्थितिलाई हामीले त्यस्तै शरीर भनेको पानी र केजङदिन शरीर भनेको त्यसको उद्भव रूप आदि इत्यादि। मृदुङ निरा तत्त्व निरा त्यसको जल त्यसो हुनुभएको चपक्रिया चपक पानी त्यसको क्रिया त्यो पानी पिउँदाखेरि हामीलाई प्राण तत्त्व र क्रियालाई कुसङ्सेमा मुन्डुमले जहिले पनि व्याख्या गरेका छन्। यो मानको नारा हो। त्यति मात्रै नभई हामीले भौतिक गरेको भौतिक पृथ्वी भयो, इच्छाती जहिले पनि घुमिरहने तत्त्व त्यो पृथ्वी मानको नारा हो भनेको छ। र यो कुसङ्सेमा मुन्डुमहरूलाई मैले छोटकरीमा उद्धृत गर्दै विश्लेषण गर्दा के पाएको छु भने टागेर नेवा भुम तत्त्वहरू क्रिया अथवा चलायमान स्थितिमा हामी सम्बोधन गर्ने गर्छौँ र त्यही नै माग सकियो मागलाग पोकमा भनेर कुसङ्सेमा मुन्डुममा हामी टागेर नेवा पोकमा मर्छ भनेर हामी भन्ने सम्बोधन गर्ने गर्छौँ। र त्यो स्थितिलाई 3 मौसम जो मुन्डुममा मागलाग भनेको माग शक्ति, त्यो तत्त्वको चलायमान स्थितिले त्यो शक्ति हुन्छ। त्यो शक्तिलाई माग शक्ति भनेर हामी चाहिँ पनि टागेर नेवा भुममा है त्यो यसरी हामी हेर्छौँ। त्यति मात्रै नभई अब फेरि भर्स कुसङ्सेमाको पद 3 मा ओत मुन्दाङ त्यसै मुन्दाङसेरी मुन्दाङ मुन भनेको तल माथि तलदेखि माथिसम्म भनेको ब्रह्माण्डमा के छ? त्यसै
अरू सेरी वज्रहरू वज्रको प्रकारमा 4 प्रकार दिएको छ। वासेरी, खेसेरी, मिसेरी, माइसेरी जुन कुसानीले भन्छ कि वासेरी जल वज्र, खेसेरी तारा वज्र, मिसेरी अग्नि वज्र, माइसेरी देव वज्र। हामीले पाएको त चाहिँ आज देख्नु होला यति विशाल छ। 4 प्रकार हुँदो रहेछ नि त। वासेरी, खेसेरी, मिसेरी, पानीको वासेरी पानीको भयो, खेसेरी ताराको भयो, मिसेरी अग्निको भयो, माइसेरी देवको भयो। कति राम्रो है। फेरि पद कुसाङ सेवाको पद दर्शमा हामीले यसरी भन्ने गरेका छौँ। मुवाक्नु अक मान्छेले ठामले समाजले उन्ताले कप मुगानु कप मुगानु कप मान्छे यहाँ किनार कपामाङ सेवा आसन गऱ्यौँ नि। धरती मुनि पनि चट्टानहरू छ, त्यो ताकमा तला तला छ, त्यो पनि माङको नारा है भनेपछि हामीले के गर्नु पर्यो यहाँ पनि। अनि अर्को कुरो फेरि वर्ष नम्बर कुसाङ सेवाको पद 14 मा समयको विभिन्न पहल वा खण्डमा पनि माङको नारा हामी पुकार गर्दो रहेछौँ। जस्तै बिहान पुकार्दाखेरि हामी के भन्छौँ? ओ चाचो देव साक्लाम कार्यालय नेवान दिनभाग है बिहान अपारान्न ओ नेवागिन फलेन झोमा भन्दो रहेछौँ। अनि बेलुका ओ कान्छो दिन कसरी ओ हेचो दिन मरेनमा भनेर भन्दो रहेछौँ त। उहाँले पुकार्दो रहेछ त। भनेपछि हामीले के गर्नु पऱ्यो भने समयको चाललाई पनि मनको कस्तो छ, मनको नारा छ भनेर बुझ्नु जरुरी छ। त्यसर्थ मैले तपाईँहरूलाई धेरै समय लिएर बोरिङ भएर म छोटो पनि सकिरहेको त। यहाँ मैले यहाँ कुसाङ सेवा मण्डलबाट केही पदहरू उत्कृत गर्दै कागेर नियम भ्रमणको नारा उहाँको रूपहरूको विषयमा वर्णन गरेँ र त्यो सामाजिक मूल्यबाट सामाजिक कुसाङ सेवा मण्डलबाट निकालेको थिएँ। त्यति मात्रै नभई हामीले यो ब्रह्माण्ड यो पृथ्वीमुनि ब्रह्माण्डमा अपनाएर देख्दो रहेछौँ, पृथ्वीमुनि देख्दो रहेछौँ। त्यसो भएकोले गर्दाखेरि हाम्रो किराँतहरूमा सुन्दरता भनेको सम्पूर्ण रूपमा हामीले महसुस देख्दो रहेछौँ। हामीले के गर्नु पऱ्यो? अब यस्तो खालको कुरा नै मैले यहाँ कुसाङ सेवा मण्डलबाट केही पदहरू उत्कृत गर्दै टाइगरले उनको नाराको रूपमा पञ्चतत्वको आकाश, वायु, अग्नि, जल, धरती, पृथ्वी, ब्रह्माण्ड, अन्तरिक्ष, पृथ्वी अनि ढुङ्गाको चट्टानहरूको ईश्वरको रूपमा सम्पूर्ण ती तत्त्वहरूको चलायमान क्रियाबाट माङको नारा हुँदो रहेछ भनेर हामीले बुझौँ। अब त्यो माङको नारा हामी कसरी उठाउँछौँ? त्यहाँ नारा के नारा माङला कोपमा माङ सेवा कोपमा माङ। त्यो माङ शक्ति सदैव जागिदियोस्, सक्रिय भइदियोस्, चलायमान भइदियोस् भनेर हामी आह्वान गर्ने गर्छौँ। हाम्रो पाठ पूजा कुसाङ सेवा गर्दाखेरि त्यो कुरालाई हामी जहिले पनि निवेदन गर्छौँ। के गर्छौँ? पवित्र रूपमा जागिदेऊ, उठिदेऊ अनि त्यो कुराहरू हामी गर्दो रहेछौँ। तर त्यो कुराहरू गर्नुभन्दा हामी त्यहाँ एउटा शब्दहरू छन्। त्यो सङ्घ सेवा माङ सेवा, सार्वजनिक सेवा माङ सेवा, सैनिक सेवा माङ सेवा, सङ्घ सेवा माङ सेवा, पवित्र, अति पवित्र, पवित्र पनि उत्कृष्ट पवित्र है सङ्घको माङ सेवा। कतै पनि नछुटिकन नछुटाइकन उठिदिनुहोस्, अति उत्कृष्ट रूपमा पवित्र भएर उठिदिनुहोस् र तपाईँको रूप सङ्घको सेवा कतै पनि नछुटिकन उठिदिनुहोस्। सेन्डेलिङ सेवा माङ सेवा भनेको उत्कृष्ट ज्योतिमय रूप भई त्यो पनि उठिदिनुहोस् है भनेर सम्बोधन गर्दो रहेछौँ। त्यो हाम्रो कति राम्रो पक्ष भयो। कुसाङ सेवाको पाठ गर्दाखेरि हामी यसो गर्छौँ, उठाउँछौँ हामी तपाईँको शक्ति उठिदिनुहोस्, जागिदिनुहोस्, जागरण भइदिनुहोस्। अनि फेरि सेवा गर्छौँ। अब हामीले यहाँ उत्कृष्ट
अनुष्ठान गऱ्यौँ, मागहरूलाई उठायौँ, यो हामीले गऱ्यौँ। अन्तिममा गएर त्यो फेरि त्यो मागहरूलाई रूपहरूलाई फेरि शान्त गरेर बसिदियौँ। तपाईँहरूको फेरि शान्त सेवामा सेवा गर्छौँ। यो पद्धतिहरू किराँत सामाजिक भूमिले दिएको पद्धतिहरू हाम्रो किराँत जनजीवन अवलम्बन गर्नु अति आवश्यक छ। म यस्तै भन्न चाहन्छु भने किराँत धर्मदर्शनले हामीलाई सारा सर्वत्र किराँत तागेरानीहरूको प्रमुखको रूपमा मान्यता दिएको छ। त्यसर्थ किराँत धर्मदर्शनभित्र करुणा, माया, प्रेम, समानता, हामीले कसैलाई भेदभाव गर्दैनौँ। छोरा वा छोरी, अब महागुरु फागुनले निर्माण गर्नुभएको सत्य धर्ममुक्तिमा व्याख्या गरेको छ, छोरा छोरी भेदभाव गर्नुहुन्न, त्यो एउटा पाटो भयो। तर अरू पाटो के रह्यो भने कृष्णसँग हाम्रो दर्शनले के भन्छ भने भेदभाव नगरेर है, कसले नगर्ने प्राणी भनेको के हो? भूमिले त्यो सन्तान हो। त्यसर्थ हामीले त्यसलाई काट्नु, मार्नु, हिंसा गर्नु भन्दै कति राम्रो भाव र हामीमा त्यस्ता खालका दर्शनहरू हामीमा छन्। करुणा, समानता, सद्भाव, अहिंसा, सत्य, कुकर्म, असल सुकर्म अति जस्ता अखण्ड अमूल्य उत्कर्ष स्रोतका भण्डार किराँत धर्मदर्शनभित्र लेखिएका छन्। त्यसैले म यहाँ के आह्वान गर्नु चाहन्छु भने हामीले धेरै समय माफ गर्नुहोला। किराँत सामाजिक मूल रूपमा 8 भागमा विभाजन गरिएको छ। त्यो कुशल सेवा मन्दुम एक भाग 1। यो कुशल सेवा मन्दुम हामी पूजापाठमा आधारित छन्। तामक तेतला मन्दुम वन जङ्गल गाडा देउराली प्रकृतिलाई हामी जहिले पनि पुग्छौँ, त्यो भाग छ। साकुरावादीमा गाली श्राप गन्थे। साकुरावादीमा हामी गर्ने उत्कृष्ट विधि हामी रहेको छ। कुनै पनि उत्कृष्ट अनुष्ठान गर्नुभन्दा अगाडि हामीले साकुरावादीमा गरेर मात्रै हाम्रो सुरुवात हुन्छ अनुष्ठानहरूको। साकुरावादीमा किन गरिन्छ? गाली श्राप एउटा शक्तिको अर्थ भयो। तर त्यो साकुरावादीभित्र रहेका हामी पुस्ताउँदेखि रहेका श्रापहरू त्यहाँभित्र जुन वंशमा चाहिँ त्यो छ, त्यसलाई बगाउनुपर्छ भन्ने मान्यता रहेको हुन्छ। सापक चौनेनको पूजा है, कति राम्रो विधि छ। फेवा युवा चेसा मुन्डु हामीले नहरी गर्दा उनीहरूले बलि गर्दा गर्छौँ। कामधुम तेतला मुन्डुम बिहा गर्दाखेरि हामीले त्यो गर्छौँ। सामसामा मुन्डुम अन्त्येष्टि क्रममा हामी प्रयोग गर्छौँ। आफ्नो मरेमा मुन्डुम जो संस्कार संस्कृति हामीले दिएको छ त्यो थपेन मनाउन तपाईँले एउटा मुन्डुमी कथाहरू पाउनु भएको होला होइन। त्यसरी हामीलाई त्यो संस्कारहरू स्थापना गरेर हामीलाई दिएको छ। त्यो हामी यसमार्फत हामीले अहिले पनि मानिरहेको छौँ। अब यसो भन्दाखेरि मैले के भनिरहेको भने यी बन्धुहरूमध्ये हामीले कुसंसेमा बन्धु पाउनुपर्छ कि पर्दैन? महागुरु माथि उल्लेखित सामाजिक बन्धुमा कुसंसेमा बन्धु बाहेक कर्मकाण्डमा आधारित विशिष्ट अनुष्ठान, उत्कृष्ट सेवा, यज्ञ, होमादि, मौन सेवा सेवाबाट वाचन हुन्छ भने कुसंसेमा बन्धु बिहान बेलुका बालजी नित्य रूपमा हामी सेवा गर्छौँ। महागुरुको सेवा ठाउँमा हामीले पाएका छौँ। तपाईँले 3 प्रकार सेवा गरेर बिहान अपराह्न बेलुका सेवा गर है भनेर भन्नुहुन्छ। अब यो सेवा गर्दाखेरि एउटा उदाहरणको लागि तपाईँलाई अलिकति यो अलिकति नपाउनु लागि त घरमा हामी सेवा गर्दाखेरि आफैले गर्नु पऱ्यो, अर्को सदस्यले गर्नु पऱ्यो नि। कुन मनमा त्यो कुसंसेमा मन्दिर हामी आफै वचन गर्नु पऱ्यो। कुसंसेमा मन्दिर बिहान सेवा गरिदियो भनेर सेवा बोलेर त आउँदैन, त्यो त छैन। त्यसो के त हो भने कुसंसेमा मन्दिरले बिहान बेलुकाको पाठ पूजा घरको सदस्यबाटै हुनुपर्छ। त्यो मन्दुमी शब्दहरू त्यसो भएकाले हामीले के गर्नु पऱ्यो? राति पढ्नु पऱ्यो, अध्ययन गर्नु पऱ्यो भन्ने आह्वान है त। अनि कुसंसेमा मन्दभित्र
साम्चिक मुन्दुङ लक्थिकमा धेरै कुराहरू लुकेका छन्, मुखुहरू छन्, मन्त्रहरू छन्, उड्दा बस्दा त्यो जीवन दर्शनसँग रहेको मन्त्रहरू हामीले सिक्ने कि नसिक्ने, कहिले सिक्ने? जस्तै इमालले मुन्दुङ सुत्दाखेरि जप्ने मुन्दुङ, पोकमाले मुन्दुङ उड्दाखेरि जप्ने मुन्दुङ, वरुङ सिमाङले मुन्दुङ नुहाउँदाखेरि, पहारा चोकमा तकि मुन्दुङमा नुहाउँदाखेरि यसरी दिशा गर्दाखेरि होइन सुचिन्छ। पहारा सुकमा समास वासी सिंहमा मुन्दुङ दिशा गरिसकेपछि है, पुगुचक चामेलले मुन्दुङ खाना खानु अघि, माङखापु वाकमा मुन्दुङ माकुङ लगाउनु अघि, यो कुराहरू यो मन्त्रहरू यति हामीसँग नजिक छ, हाम्रो जीवन दर्शन नजिक छ। त्यसैले हामीले यो कुराहरू अपनाउनुपर्छ, अवलम्बन गर्नुपर्छ, सिक्नुपर्छ भन्ने कुरामा म आह्वान गर्न चाहन्छु। हामी सिकौँ, आजदेखि अध्ययन गरौँ, लिपि पढौँ। एउटा कुरा तपाईँहरूलाई म यो भन्छु, हाम्रो मनुष्य मस्तिष्कमा तपाईँले मुन्दुङ वा यो बुझिन्थ्यो होला, त्यो गर्नुहोस्। त्यो पाटो एउटा पाटो छ, तर अनुवाद गर्दाखेरि त्यो सठिक शब्द मुन्दुमी साहित्य मुन्दुमी भाषामा पाउनु गाह्रो छ त होइन, पूर्ण रूपमा हामी पाउन सक्दैन। जस्तै नेपालीमा एउटा शब्दलाई अङ्ग्रेजीमा ट्रान्सलेट गर्दा ठिक त्यसको शब्द पाइन्छ, तर यो मुन्दुमी साहित्य मुन्दुमी भाषामा हामी पाउन सक्दैनौँ। त्यो भक्तले भन्नु खोजेको के हो भनेर त्यसको वरिपरि मात्रै घुम्न सक्छौँ। त्यसो भन्दा ट्रान्सलेटको कुरा गर्दाखेरि पूर्ण ज्ञान हामीले पाइयो त पाइएन नि, होइन? त्यसो भएकोले गर्दाखेरि हामीले त्यो मुन्दुमभित्र पूर्ण ज्ञान पाउनको लागि आफ्नै प्रतिलिपिबाट पढेर त्यसले भन्नु खोजेको के हो भन्ने कुरो हामी छोड्नु भएन। अनुवाद गर्न सक्छौँ तर त्यो पूर्ण हुँदैन भन्ने मेरो विश्लेषण, मैले बुझेको है त। यसो भन्दै मैले यहाँ समक्ष मेरो खोज र अध्ययनबाट पाएका कुराहरू तपाईँ समक्ष राख्नु पाउँदा म अति हर्षित छु। अब यसरी भनिरहँदा कति कुराहरू सायद त्यो सठिक पनि हुनसक्छ। अब मुन्दुमी शब्दहरू भनेको समय अनुसार परिमार्जित गर्ने कुराहरू रहँदो रहेछ भन्ने हामीले पाएका छौँ। त्यसो भन्दै म तपाईँहरूले यसबाट केही न केही ज्ञान प्राप्त गर्नुभयो होला भन्ने म प्रशस्त विश्वासमा छु भन्दै म यहाँहरूबाट बिदा लिन चाहन्छु। आशीर्वादहरू नगेन किरात हामसाङ साम्यो किरात हामसाङ साम्यो किरात हामसाङ साम्यो